Hello and namaste. Welcome to my channel. ससाङ्गी झेयर. धर्म के हो त? मानिसले अन्तिम साहससम्म धर्म किन रोजे? धर्मले के सिकाउँछ? धर्म भनेको के हो त? आउनुहोस् आज मेरो व्यक्तिगत अनुभव तपाईलाई सुनाउँछु। धर्म एउटा सत्य हो। मान्दा धर्मले मानिसलाई चेतना दिन्छ, साहस दिन्छ, प्रेम गर्न सिकाउँछ, सेवा गर्न सिकाउँछ, माया बाँड्न सिकाउँछ, ध्यान गर्न सिकाउँछ, जीवनका अन्तिम साहससम्म हाँसी खुसी बाँच्न सिकाउँछ र एउटा असल मान्छे बन्न सिकाउँछ। धर्मले ज्ञान दिन्छ। धर्म र ध्यानको गति असीमित छ। धेरै मानिस ध्यान गर्दा गहिराईसम्म नपुगी फर्किन्छन्। जो व्यक्ति गहिराईमा पुगी धर्मलाई सर्वसार त्याग गरी ध्यान गर्दछ ऊ मात्र जिउँदो भगवान कहलिन्छ। जस्तै सिद्धार्थ गौतम बुद्ध, ओशो, जिजस क्राइस्ट, अल्लाह, अरू पनि धेरै हुनुहुन्छ। तर आज यहाँ धर्मको नाममा मानिसले मानिस बेचिरहेछ। धर्म पैसामा बिकिरहेछ। म सबै धर्मलाई सम्मान गर्छु। सबैले आफ्नो जन्मघरबाट धर्म सिकेका हुन्छन् र जे सिके त्यही नै उसको धर्म हुन्छ। तर सबै धर्मले सिकाउने भनेकै मैले सुरुमै भनिहालेँ, सबै धर्मलाई सम्मान गर्न मानिसले सिक्नुपर्छ। मानिसले सबै धर्मलाई सम्मान गर्नु नै त्यो पनि ठुलो धर्म हो भन्ने मेरो बुझाइ छ। भिडियो अन्तिमसम्म हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद र मेरो च्यानलमा सब्स्क्राइब गर्न नबिर्सिनु है।